हेलो नमस्ते अनि नमस्कार। म चाहिँ आज चाहिँ बिहान बिहानै ट्याक्का तरिकाले घाँस काट्न जाँदै गरेको त्यो सो बिहान बिहानै पानी परेर घाँस काट्न जानु पनि अल्छी भइरहेको छ। मौसम यस्तै छ ट्याक्का तरिकाले। गाउँघरमा बसिसकेपछि घाँसपात चाहिँ गर्नै पर्यो। फाइनली म चाहिँ अब मेरो घाँस काट्ने बगान छेउछाउ आइसकेको छु। यो खोल्सादेखि यता उँभो चाहिँ यो देखिरहेको जति सबै हाम्रै पर्छ होइन। यो घाँसलाई चाहिँ टक्क तरिकाले अम्लिसो भनिन्छ है। हामी चाहिँ यो देखिएको जति चाहिँ यो चाहिँ सबै हाम्रै पर्छ है। यो उँभो देखे जति सबै यो रुखहरू सबै हाम्रो मेरो घरले कहाँ छ भने पारि देखिँदैछ अलिअलि। ओ यो त्यही हो है। उहाँदेखि यहाँ चाहिँ म घाँस काट्नु होला भनेपछि घाँसको चाहिँ एकदमै दुःखभन्दा पनि टाढा छ भनौँ न। यो देखेको चाहिँ सबै मेरै हो है। फेरि मेरै हो। यता भयो यो अम्लिसो झ्याप्पै अब मेरो घाँस काट्ने बगानमा आइपुगेको छु। यहीँ घाँस हुन्छ घाँस देखेको सबै हाम्रै हो कि। भन्छ है आफ्नो आत्मसुरक्षाको लागि
हो मेरो चाहिँ भारी पनि पुग्नु आँट्यो यता छ यता यता फाइनली मेरो चाहिँ भारी पनि पुगिसकेको छ यत्रो काट्यो होइन आज चाहिँ मौसमले च्यालेन्ज हान्दैछ अब कुहिरो लागिरहेको छ होइन टक्क तरिकाले घर जानुपर्ने हुन्छ पानी आयो भने भिजाउनु पर्छ त्यस्तै हो अब घर जाने सो म चाहिँ टक्क चौतारा बिछाउने ठाउँमा आइसकेको छु यस्तै छ देखिरहेको ग्राउन्ड चाहिँ हाम्रो भलिबल खेल्ने ठाउँ हो त्यहाँको तरिकाले यहाँ ओलेन्चीहरू सबै हाम्रो हो फाइनली म चाहिँ ट्याक्कै अब चाहिँ घरै आइपुगिसकेको छु होइन ट्याक्क तरिकाले कहाँ यहीँ